My dear students, welcome to my channel. Today I am going to give you complete idea of the story King Odin's Wisdom, also known as Cost of Wisdom, King Odin's Tale or Norse mythology, which you have to study under optional English of grade 12 according to new course. Let's get started. Learn English with Lakshman. Norse mythology is the ancient mythology of Scandinavia in northern Europe, mainly Norway and Sweden. It tells stories about gods, heroes, magical creatures, and the fate of the world. यो नर्स मिथोलोजी भनेको के हो त भन्दा उत्तरी युरोपमा जुन स्क्यान्डिनेभिया भन्ने क्षेत्र छ नि जसमा नर्वे स्विडनको म्याक्सिमम भाग पर्छ नि त्यो एरियामा प्रचलित कहानी हो भगवानको राक्षसहरूको त्यस्तै त्यस्तै कहानीहरू यसमा पाइन्छ Odin is the chief god in Norse mythology. He rules Asgard, is linked with wisdom, war, and magic, and is known for sacrificing himself to gain knowledge. त्यो नर्स मिथोलोजीका अनुसार ऑडिनलाई चिफ गड मानिन्छ जस्तो किसिमले हामीले हिन्दू कल्चरमा देवाधिदेव महादेव भनिन्छ नि देवताहरूका पनि देवता त्यस्तै ऑडिनलाई तिनीहरूको कल्चरमा देवताका पनि देवता मानिन्छ र ती ऑडिन के छन् त भन्दा विस्डमसित जोडिएका छन् युद्धसित जोडिएका छन् म्याजिकसित जोडिएका छन् र आफ्नो त्यागको लागि पनि प्रसिद्ध छन् King Odin is the oldest and wisest of the Norse gods, respected for both courage and sacrifices he makes to protect others. His main duty is to guard Asgard and Midgard from constant danger, especially from the giants. ती किङ ऑडिन भनेका के हुन् त सबै नर्स गडहरूमध्ये नर्स मिथोलोजीका अनुसार नर्दर्न युरोपका सबैमा के हुन् त एकदम रिस्पेक्टेड भगवान हुन् को त भन्दा किङ ऑडिन तिनी करेजको लागि र सेक्रिफाइसको लागि पनि एकदमै फेमस छन् अनि तिनको मेन ड्युटी के छ त भन्दा असगार्ड जहाँ भगवानहरू बस्छन् र मिडगार्ड जहाँ मान्छेहरू बस्छन् तिनीहरूको सुरक्षा दिनु कोबाट त भन्दा जायन्टहरूबाट As these threats grow stronger, Odin realizes he needs something greater than physical power. He understands that deeper wisdom is necessary to protect the realm and prepare for the future. Okay. जब त्यो थ्रेटहरू बाहिरबाट आउने खतराहरू जब बढ्न थाले नि त्यसपछि ऑडिनले के रियलाइज गर्नुभयो त भन्दा अब यो फिजिकल पावरले मात्रै पुगेन अब बुद्धि पनि लगाउनु पर्यो बुद्धि विवेक प्रयोग गर्नु पर्यो र विस्डम युज गरेर हाम्रो रियलमलाई बचाउनु पर्यो So Odin the All-Father traveled to Mimir's well in Jotunheim beneath one of Yggdrasil's great roots. Seeking wisdom and knowledge, he believed the well could grant him profound insight into the world, its mysteries, and the fate of gods and mortals. यी गड अल फादर के गरे त भन्दा मिमिरको कुवासम्म जानको लागि ट्राभल गर्दै गए जान तयार भए र त्यहाँ किन जाने त भन्दा त्यहाँ गएपछि नलेज र विस्डम ज्ञान र बुद्धि विवेक पाइन्छ त्यो वेलमा त्यो कुवामा गएर त्यो पानी खाइसकेपछि के हुन्छ त भन्दा राम्रोसँग बुद्धि विवेक आउँछ र भगवानको र मरणशील प्राणीहरूको फेटको बारेमा राम्रोसँग थाहा पाइन्छ फेट भन्नाले भाग्य है Normally, Odin rides his 8-legged horse Sleipnir, his trusted mount. This time, however, he disguises himself so no one will recognize him. Even in disguise, he travels with the strength and determination of a great god as he begins his journey towards well.
नर्मली यी अडिनले केमा राइड गरेर जाने हो त भन्दा 8वटा खुट्टा भएको घोडा छ स्लिपनर, त्यसमा जान्छन् प्राय जसो। तर यसपटक चाहिँ आफूलाई डिस्गाइज गरेर गए। डिस्गाइज भन्नाले आफ्नो भेष बदलेर जाँदैछन् र कसैले पनि उनलाई चिन्दैनन् होला सायद। तैपनि उनी दृढ अठोट र शक्तिका साथ अगाडि बढिरहेका छन् कुवासम्म। On the way, Odin meets the giant Vafthrudnir, famous for his wisdom and deadly riddles. The giant warns Odin that anyone who fails to answer his questions will lose their head. Odin accepts the challenge because he believes gaining wisdom is worth any danger when the safety of Asgard and Midgard is at stake. Okay, बाटोमा के भेटाए त भन्दा एउटा जायन्टलाई भेटाए जसको नाम थियो बापथ्रडनिर, जुन हरिणमा चढेर उड्थ्यो र उसले रिडलहरू सोध्थ्यो, एकदमै खतरनाक प्रश्नहरू सोध्थ्यो र त्यो जसले बताउन सक्दैन नि उसको टाउकै उडाइदिने, मार्दिने उसको चलन थियो। अनि उसले च्यालेन्ज गर्यो, तर त्यो च्यालेन्जलाई अडिनले एक्सेप्ट गर्नुभयो। Vafthrudnir asks Odin 3 difficult questions. First, he asks the name of the river between Asgard and Jotunheim, and Odin answers correctly, Eifling. Next, he asks the name of the horse carrying day and night across the sky, and Odin answers Skinfaxi and Hirimfaxi. Okay, अडिनलाई अब बापथ्रडनिरले क्वेसन सोध्छ। अनि पहिलो क्वेसन असगार्ड र जोटनहिमको बीचमा कुन नदी छ त भन्दा आइफलिङ हो। अनि त्यसपछि दोस्रो प्रश्नमा यो दिन र रातलाई लिएर हिँड्ने जुन घोडाहरू छन् नि क्यारिजको रूपमा, तिनीहरूको नाम के हो त भन्दा उनले बताए स्किनफ्याक्सी र रिमफ्याक्सी। Finally, the giant asks the name of the plain where the final battle will take place, and Odin answers Vigard. Okay, giantले अडिनलाई के सोध्यो त भन्दा अब फाइनल जुन युद्ध हुन्छ नि देवताको र राक्षसको जायन्टको, त्यो लडाई हुने ठाउँ कहाँ हो? अनि उनले भनिदिए भिगाडमा। After answering correctly, Odin begins asking questions of his own. The questions are so deep and mysterious that Vafthrudnir realizes only true All-Father could know such things. He understands that the traveler before him is actually Odin in disguise. Realizing Odin has defeated him in wisdom, the giant has no choice but to reveal the price of drinking the water from Mimir's well. Okay. जब अडिनको एन्सर करेक्ट भयो नि त्यसपछि अडिनको क्वेसन सोध्ने पालो आयो बापथ्रडनिरलाई। तर अडिनको क्वेसन अलि अचम्मको थियो, अरु कसैले पनि भन्न नसक्ने अडिन बाहेक। के सोधे त भन्दा तिनले आफ्नो छोरालाई अडिनले कानमा के भन्छ भनेर क्वेसन सोधिदिए। त्यस्तो क्वेसन सोधेपछि त कसले एन्सर दिन सक्ने र? अब त्यसपछि उले बुझ्यो यो मान्छे अरु कोही नभएर अडिन अल फादर हो। अडिनलाई सबैले रिस्पेक्ट गरेर अल फादर पनि भन्छन् है। अनि यो अडिन हो डिस्गाइजको रूपमा आएको छ। अब म सकिन, हारेँ। अब के गर्ने त भन्दा तिम्रो बाँच्ने एउटै उपाय छ, त्यो मिमिरको वेलमा मैले कसरी पानी खान सक्छु भनेर उनले सोधेका थिए। अब बताउनै पर्यो। त्यो बताएर बल्ल अडिनले छोड्दियो। त्यसरी बापथ्रडनिरले क्वेसन सोधेको आफै समस्यामा पर्यो। Odin finally reaches Mimir's well, where Mimir agrees to give him the sacred water, but only at a terrible cost. Odin must sacrifice his right eye. Odin finally जब मिमिरको कुवामा पुग्नुभयो नि, अमृतको कुवामा, त्यसपछि अडिनलाई के शर्त राख्यो त भन्दा एउटा शर्त छ, त्यो शर्त नभइकन पानी खान पाइन्न। त्यो शर्त के थियो त भन्दा अडिनले आफ्नो दाहिने आँखा त्याग्नु पर्छ, अर्थात् दान दिनुपर्छ मिमिरलाई। किनभने त्यो वेल के थियो त भन्दा मिमिरको थियो। Without hesitation, Odin accepts because true protection demands sacrifice. Odin gives him a horn filled with magical water.
Odin drinks it, removes his right eye, and gives it to Mimir, who took the eye and let it sink deep into the well of wisdom as a symbol of Odin's devotion. कुनै हेजिटेसन बिना अर्डिनले यो कुरा एक्सेप्ट गर्नुभयो र मिमिरले के गरे त भन्दा एउटा हर्नमा पानी भरेर दिए। हर्न भन्नाले सिङ मात्रै नसम्झनु, हर्नको अर्थ के हुन्छ त भन्दा मान्छेहरूले विवाहहरूमा बजाउँछन् नि त्यो बाजा हो, त्यो बाजा लामो बाजा हुन्छ नि पाइप जस्तो हो, त्यसैलाई हो है हर्न भनिएको। त्यसैमा निकालेर उसले पानी खान दियो र पानी खाइसकेपछि अर्डिनले पनि आफ्नो कुरा पुरा गर्नुभयो। कसरी भन्दा आफ्नो आँखा निकालेर मिमिरलाई दिनुभयो र मिमिरले त्यो आँखा के गरे त भन्दा त्यही जुन कुवामा वेलमा डुब्न छोडिदियो र अर्डिनको डिभोसन प्रुफ भयो। यसरी कसैले सक्छ त यस्तो गर्न? त्यसैले भगवानका कुराहरू अलि अर्कै खालका हुन्छन्, हामीले यस्तो चाहिँ गर्न सकिन्न। यसले के सन्देश दिन खोजे त भन्दा सेक्रिफाइस गर्नुपर्छ कुनै पनि काम प्राप्त गर्नको लागि। After drinking the water, Odin gains powerful wisdom that allows him to understand the past, present and future. जब पानी पिइसकेपछि अर्डिनलाई के भयो त भन्दा सबै पास्टको, प्रेजेन्टको र फ्युचरको सबै कुराको ज्ञान प्राप्त भयो। Better prepared than ever, he can now defend the realm, that is kingdom, against danger. अब पानी खाइसकेपछि बलियो भएर दिव्य दृष्टि आयो नि, त्यसपछि कुनै पनि डेन्जरबाट आफ्नो रियलमलाई बचाउन अर्डिन सक्षम भए। The story teaches that true wisdom is never free and often require courage, sacrifice and determination. यो स्टोरीले हामीलाई के बताउँछ त भन्दाखेरि यो जुन ज्ञान छ नि त्यो ज्ञान त्यत्तिकै प्राप्त हुँदैन, फ्रीमा प्राप्त हुँदैन। त्यसको लागि साहस चाहियो, बलिदान गर्ने क्षमता चाहियो र विशेष अठोट चाहियो। As a moral of the story, we can say that true wisdom comes through courage and sacrifice, and great responsibilities often require giving up something valuable for the well-being for others. यस स्टोरीको मोरल के हुन सक्छ त भन्दा हामीले के भन्न सक्छौं त भन्दा हामीलाई साहस र त्याग दुईटै जरुरी छ। एकदमै हाम्रा रिस्पोन्सिबिलिटीहरू हुन्। त्यो के प्राप्त गर्न चाहिन्छ त भन्दा कुनै कुरा प्राप्त गर्नको लागि र अरूको भलोको लागि हामीले त्यो त्याग गर्नु पनि पर्छ र साहस देखाउनु पनि पर्छ। ओके, अब प्रिभियस एक्जाममा सोधिएका केही क्वेशनहरू है, क्वेशन र तिनका एन्सर बोर्ड एक्जामका। ओके, एमसीक्यू सुरुमा। When Odin gave his right eye to Mimir, he put it. जब मिमिरले आफ्नो आँखा दिए नि दाहिने आँखा, त्यसपछि मिमिरले कहाँ राखे त भन्दा डडडमा छ इन डीप वाटर अफ वेल अफ विजडम, अन द ग्राउन्ड, इन्टु अ बकेट, इन्टु अ लार्ज बेसिन। यसको सही एन्सर के हो त भन्दा इन डीप वाटर अफ वेल अफ विजडम। नेक्स्ट, अर्डिन इज नन फर हिज, अर्डिन के का लागि फेमस हुनुहुन्छ त भन्दा पर्सनल बेनिफिट, हिज 8-legged steed, sacrifice or donation of his right eye for gaining wisdom, golden armor। यसमा 1 नम्बर त मिल्दैन पर्सनल बेनिफिट भनेर, यो 2, 3, 4 को चाहिँ सबै मिल्छन्, तर बढी इम्पोर्टेन्स केलाई दिइन्छ त भन्दा sacrifice or donation of his right eye for gaining wisdom, नम्बर 3 लाई। ओके, short question. Sacrifice and gain are two aspects of our life. Do you agree? Explain with reference to the story King Odin's wisdom. Okay, sacrifice र gain भनेका दुईटा एस्पेक्ट हुन् जीवनका। तपाई अग्री हुनुहुन्छ भनेर सोधिएको छ, बलिदान र प्राप्ति।
Yes, I agree that sacrifice and gain are two aspects of life. In the story, Odin wanted to gain wisdom and knowledge so that he could understand the world and fate. We are willing to give up something important. To explain how Odin's actions are a showcase of human nature. Odin shows qualities of human nature such as curiosity, determination, and the desire to learn. Even though he was already powerful, he wanted deeper wisdom and greater understanding of life. This shows how humans naturally seek knowledge and always want to progress themselves. Odin also showed courage and determination. When he accepted Mimir's difficult condition, he was ready to suffer pain in order to achieve something meaningful. His actions reflect the human tendency to work hard, face challenges, and make sacrifices when trying to reach important goals in life. What is Odin Allfather famous for? Odin, known as the Allfather, is famous as the chief god in Norse mythology. He was respected for his wisdom, leadership, courage, and his responsibility for protecting gods and humans. He ruled over Asgard and was considered the most knowledgeable among the gods. Odin is especially remembered for his great desire to gain wisdom. He sacrificed his right eye at Mimir's well in exchange for knowledge and understanding. Because of his intelligence and willingness to sacrifice for a great purpose, he became a symbol of wisdom, responsibility, and true leadership. Why does Mimir ask for the right eye from Odin All Father? Mimir asked Odin for his right eye because the wisdom in his well was very valuable and powerful. He believed that such great knowledge should not be given freely to anyone without testing their seriousness and commitment. By asking for Odin's eyes, Mimir wanted to see whether Odin was truly willing to sacrifice for wisdom. Odin agreed because he understood that gaining something important often comes with a price. This teaches that true knowledge and understanding require courage, effort, and sacrifice. If you found this video helpful, please give it a thumbs up and subscribe to my channel. Don't forget to turn on the notification bell so you will be updated whenever I upload a new video. Thank you.